दर्शकवृन्द नमस्कार। आजको नयाँ श्रृङ्खला लिएर पुनः उपस्थित भइसकेको छु। नेपाल केवल पहाड, नदी र सौन्दर्यको देश होइन, यो सम्भावनाको खानी हो, जहाँको माटोले आज हामीलाई एउटा नयाँ सन्देश दिएको छ। दैलेखको जलजले क्षेत्रमा हालै चीनको जियोलोजिकल सर्वे कम्पनीले गरेको अनुसन्धानले त्यहाँ मिथेन ग्यासको विशाल भण्डारण रहेको पुष्टि गरेको छ। अनुमान गरिएको छ कि त्यहाँ भेटिएको ग्यासले नेपाललाई करिब 50 वर्षसम्म आत्मनिर्भर बनाउने क्षमता राख्दछ। यो अन्वेषण केवल एक कुइकानको प्रारम्भिक परीक्षण हो। बाँकी 3 कुइकानको अध्ययन जारी छ र प्रारम्भिक अनुमान अनुसार त्यो क्षेत्रमै अझ धेरै ग्यास हुने सम्भावना रहेको छ। यति मात्र होइन, त्यहाँ जमिनबाट तेल जस्तो पदार्थ बगिरहेको पनि पुष्टि भएको छ। विगतमा स्थानीयले देखेका तेलका धारा, जमिन आफै बल्ने दृश्यहरू अब वैज्ञानिक प्रमाणितमा परिणत भएका छन्। यो सबै सम्भव भएको 2078 सालमा सुरु गरिएको नेपाल चीन संयुक्त परियोजनाबाट, जहाँ आधुनिक प्रविधिको प्रयोग गरेर 4000 मिटरभन्दा गहिरो ड्रिलिङ गरिएको थियो। हाल चिनिया कम्पनीले प्रतिवेदन बुझाइसकेको छ। अन्तिम नतिजा 2025 डिसेम्बरसम्म आउने बताइएको छ र त्यसपछि व्यावसायिक उत्पादनको कार्य पनि सुरु हुने सरकारी योजना रहेको छ। आज कल्पना गर्नुहोस्, जस देशले अहिलेसम्म अरबौं रुपैयाँ खर्च गरेर विदेशबाट इन्धन आयात गर्दै आइरहेको छ, उही देशले आफ्नो जमिनबाट नै ग्यास र तेल निकालेर आफ्नै आवश्यकताहरू पूरा गर्न थाल्यो भने यो केवल अन्वेषण होइन, यो हो सपना पूरा गर्ने सुरुवात। दैलेखको माटोले अब प्रमाणित गरिदिएको छ कि हामीसँग केवल पहाड र नदीनालाहरू मात्र छैनन्, हामीसँग भविष्य पनि छ, जमिन मुनि गाडिएको छ। अब सरकार, विज्ञ र हामी सबैको दायित्व हो यो सम्भावनालाई संरक्षण गर्ने, सही नीति बनाउने र नेपाललाई ऊर्जा आत्मनिर्भर राष्ट्र बनाउने बाटोमा अघि बढाउने। दर्शकवृन्द, यो खबरलाई सेयर गर्नुहोस् ताकि हरेक नेपालीले जानुन् हाम्रो माटोमा ऊर्जा छ, सपना छ, भविष्य छ। भोटेचुली खबर, तपाईँको आवाज, तपाईँको समाचार। धन्यवाद, नमस्कार।